नेपाली बुढो र गाउँको यहाँ खास पञ्चलडी चाहिँ किन खेल्न लाग्नु उहाँले चाहिँ अब वास्तवमा चाहिँ अब रविन्द्र हातसँग खेल्छु भन्नुभएको रहेछ होइन। पहिला मसँग जितोस् यो अब खुसी कुरा नगरोस् होइन, मसँग पहिला पञ्च लडाइँ जितोस् अनि त्यहाँपछि चाहिँ हाम्रो कुरो मैदानमा हुन्छ। त्यो भनेपछि रविन्द्र दाससँग उहाँले खेल्छु भनेको कुरो तपाईँले सुन्नुभयो? हजुर, भिडियो हेर्नु तपाईँले? भिडियो हेरेँ मैले अस्ति चाहिँ युट्युबमा। त्यो भएर चाहिँ म चाहिँ अब यसको लागि चाहिँ अब यहाँ चाहिँ भिड्न आएको हो। तपाईँ रविन्द्र दासको आफ्नो मान्छे त होइन? होइन होइन, म ढकाल हो, उहाँ हो ढाँड हो होइन। त्यही पनि उहाँ फ्यान हो मेरो एउटा। अब उहाँ भनेको अब संसार इन्टरनेसनल भइसक्नु भएको मान्छे। अब पहिला अब मसँग लडोस् अनि त्यहाँपछि चाहिँ बल्ल अनि कुरो हुन्छ। नेपाली कुरो सक्नुहुन्छ उहाँसँग? अब यस्तो म चाहिँ बढी बोल्दिनँ, काम गरेर देख्ने मान्छे होइन। मलाई बढी थुत्नु भाग गर्न आउँदैन। म चाहिँ काममा एकदम तल्लीन गर्ने ताममा विश्वास गर्ने मान्छे हो। र यो गेममा मलाई कुनै भिन्न आवश्यकता थिएन। तर मेरो आदरणीय काजी पूजन थापा दाईलाई आएर अफिसमा थर्काइसकेपछि दाईले चाहिँ यो गेममा तैँले भिड्नै पर्छ भनेपछि मैले चाहिँ अब दाईको माग अनुसार चाहिँ जमिनमा लड्ने कि हावामा लड्ने भनेको दाईले चाहिँ अब यो गेम जसले हारजित गर्छ त्यसलाई चाहिँ धनेश्वर अटोमोबाइलबाट चाहिँ यसकै लोकानीबाट चाहिँ रङ्गशालामा लडाउने कुरा भएको छ। हेरौँ लेसी अब उहाँले के खोज्नु भयो त्यो माग अनुसार म कुरा गरिदिन्छु। रेडी ल तपाईँ रेफ्री भूमिका गरिदिनु होला फेरि यहाँ लफडा हुन्छ रेडी 1 2 3 ल सुरु ल रेडी त्यहाँ नेपाली बुढो र गाउँको यहाँ सकेन नेपाली बुढो ढल ल नेपाली बुढो सकेन। अलिअलि पावर हान्नु पर्यो, अलि जित यो अलि ठाउँ अलि राम्रो भएन, यो क्यान्सल गरौँ होला। यो अलि ठाउँ राम्रो भयो। तपाईँ दुईजना अब खेल्न सक्नुहुँदो रहेछ। हजुर, दुईजना तपाईँहरू बलमा नै हुनुहुन्छ होइन। चाहिँ यो गेम चाहिँ अब हामी नेक्स्ट टाइम अलि राम्रो ठाउँ खेलौँ। यो अलि यहाँ ठाउँ अलि भयो होइन यस्तो हो। यो खास मलाई यो अलि म फ्यामिली समस्यामा छु। मलाई यो गेम यो